साउथ अमेरिकाका दुईटा स्ट्रङ टिम ब्राजिल भर्सेस अर्जेन्टिना। जब कि यी दुई कन्ट्रीको म्याच सुरु हुन्छ नि, तब राइभल सुरु हुन्छ के, कन्ट्री भर्सेस कन्ट्री, प्लेयर भर्सेस प्लेयर, फ्यान भर्सेस फ्यान है। त्यसै गरी राफिनाले गेम सुरु हुनुभन्दा केही घन्टा अगाडि एउटा स्टेटमेन्ट दिएको थिए होइन। त्यो स्टेटमेन्ट अनुसार राफिनाले ब्राजिल टिमलाई क्यारी गर्छन् भन्ने सबैको मनमा लागिरहेको थियो होइन। ब्राजिल फ्यान लगायत लिड गर्छन् जस्तो लागिरहेको थियो, बट त्यो सम्भव हुन सकेन है। गेमको कुरा गर्दा 4-1 मा म्याच इन्ड हुन पुग्छ होइन। अर्जेन्टिना 4 ब्राजिल 1। ब्राजिलले आज कुनै प्रशंसा लायकको गेम खेलेको थिएन क्या है। ब्राजिलले यार यस्तो गेम खेल्दा खेल्दा गेम हार्यो, ब्राजिलले यस्तो गोल चान्स क्रिएट गर्यो है, यो भन्ने कुनै चान्स नै थिएन क्या। ल ब्राजिलले आज यस्तो दामी दामी सट हान्यो, कुनै ठाउँै थिएन भन्ने होइन। अर्जेन्टिनाले यस्तो दामी गेम खेलेर पेल्यो कि होम ग्राउन्डको फाइदा, 4-1 को जित है। केही समय ब्राजिलले अर्जेन्टिनालाई बिट गर्न सकेको छैन। 5 गेममा 5 गेम हारिसक्यो। ब्राजिलियन नेसनल टिम केही समयदेखि आफू सङ्घर्ष गरिरहेको छ क्या। ब्राजिल नेसनल टिमले सङ्घर्ष गरिरहेको छ, धेरै राम्रो रिजल्ट निकाल्न सकेको छैन, केही समय भइसक्यो है। किन छैन त रिजल्ट राम्रो निकाल्न सकेको? ब्राजिल नेसनल टिममा एउटा हुन्छ नि, जब कि हामीले ग्रुपमा कुनै काम गर्न लाग्यो भने त्यो काममा ग्रुपमा टिमवर्क भएन भने त्यो काम सफल हुन सक्दैन क्या है। यसै गरी ब्राजिलियन नेसनल टिममा मेन पोइन्ट भनेको एउटा टिमवर्क चाहिँ छैन। इन्डिभिजुअल होला, राफिनिया, रोड्रिगो, भेनिसियस ज्यार, अहिलेको वर्ल्ड बेस्ट क्लबबाट खेलिरहेका यी 3टा स्टारहरू है, इन्डिभिजुअल खेल्न ल माने मैले, बट ब्राजिलियन नेसनल टिममा एउटा टिमवर्क भन्ने त्यो चाहिँ छैन है। ब्राजिलले 1 गोल हान्यो, बट त्यो हान्ने डिजर्भको थिएन आज गेम चाहिँ। ब्राजिलको 90 मिनेट्सको हेरौँ न, 3 सुट अन टार्गेट 1, त्यही सुट अन टार्गेट त्यही गोल हो है। केही भन्नु लायकको छ त ब्राजिलको गेम आज? केही नै छैन। वी डिजर्भ अन्टिल ब्राजिलको म्यानेजर चेन्ज नहुन्जेलसम्म हामीले मन बुझाएर बस्नै पर्छ क्या है। अब कोच म्यानेजर चेन्ज हुने भन्ने कुरो चलिरहेको छ। लेट्स सी, हेरौँ कस्तो म्यानेजर आएर ब्राजिल टिमलाई क्यारी गर्न सक्छ है। त्यही हो। फलो मी मोर देन मोर गाइज है। बाई बाई, सी यू नेक्स्ट डे।